यदि तपाईको सुगर नियन्त्रणमा भएन, जति नै औषधि गर्दा पनि, जति नै खाना बार्दाखेरि पनि, जीवनशैलीलाई नै परिवर्तन गर्दा पनि तपाईको सुगर नियन्त्रणमा भएन, यो एकदमै बढी नै रहिरह्यो भने तपाईले के गर्नुपर्छ भन्दाखेरि आज हामी एउटा एकदमै जडी औषधि लिएर आइरहेका छौँ। र यो भिडियोमा देखिरहनु भएको छ, यसलाई बेलपत्र पनि भन्ने गरिन्छ, बेलपत्ता भनिन्छ। र बेलपत्ता विशेष गरेर पूजा आजामा पनि हामी प्रयोग गर्ने गर्छौँ। र पूजा आजामा प्रयोग गर्ने फूल अथवा कुनै पनि पत्ता होस्, त्यो औषधीय गुणले पर्याप्त हुन्छ भन्ने कुरो पनि भनाइरहेको छ। र त्यही कारणले गर्दाखेरि तपाईहरुले यो बेलपत्तालाई कुच्याउनुहोस्। तपाईले 5-6 बेलपत्ता लिनुहोस्, कुच्याएर त्यसको रस निकाल्नुहोस् अनि यसलाई लगातार 7 दिनसम्म, 1 हप्तासम्म तपाईले सेवन गर्नुभयो भने तपाईको शरीरमा जुन चिनीको मात्रा छ, त्यो चिनीको मात्रा एकदमै नियन्त्रणमा आउनेछ। साथै तपाईहरुले यसको सेवन सँगसँगै यो जुन सुगर पनि तपाईले नापिरहनु पर्नेछ है। र तपाईले 7 दिनसम्म लगातार यो बेलपत्र तपाईले सेवन गर्नुभयो भने तपाईको सुगर एकदमै निम्त्यान्न हुनेछ अनि नियन्त्रणमा रहनेछ। भिडियोलाई जनचेतनाका निम्ति शेयर गरिदिनु होला। धन्यवाद।